सम्पूर्ण फेसबुक साथीहरूलाई सर्वप्रथम नमस्ते। आज म चाहिँ केही आफ्नो सानो अनुभवहरू सेयर गर्न गइरहेको छु। मैले केही दिन अगाडि एउटा रिल्स अथवा भिडियो पोस्ट गरेको थिएँ। जुन पोस्ट गर्दाखेरि मैले सुरुमा त्यो पोस्ट गरेर फेरि त्यसलाई डिलिट गरेर फेरि मैले त्यो पोस्ट गर्दाखेरि फेसबुकले त्यसलाई चाहिँ कपिराइट भनेर मलाई केही समयको लागि ब्लक गरेको थियो। कमेन्ट चाहिँ अहिलेसम्म पनि ब्लक नै छ। कसैलाई फलो गर्न पनि मिलिरहेको छैन भने कसैकोमा कमेन्ट गर्न पनि मिलिरहेको छैन। केही दिन अगाडि आज 3-4 दिन भयो कि दिन प्रतिदिन चाहिँ फलोअर्स पनि घटिराख्नु भएको छ। यो मैले महसुस गरेको छु। जुन मबाट भएको मिस्टेक हुनसक्छ भन्ने लाग्छ मलाई। अनि यो समस्या चाहिँ यदि अरूको गीतलाई कपी पेस्ट गरेर आफ्नोमा एड गर्दाखेरि अनि एकचोटि पोस्ट गरिसकेको भिडियो अथवा फोटोलाई फेरि त्यसैलाई अपलोड गर्दाखेरि यो चाहिँ समस्या देखिरहेछ। समाधानको उपाय के होला? यहाँ कसैलाई थाहा छ भने कमेन्ट बक्समा कमेन्ट पनि गर्न सक्नुहुनेछ भने मलाई डाइरेक्ट इनबक्समा पनि सुझाव सल्लाह दिनुहुनेछ। जुन चाहिँ अब मैले चाहिँ त्यो समस्या समाधान भयो भने अर्को भिडियोमा चाहिँ मेरो यो भएर यस्तो समस्या चाहिँ समाधान भएको छ भन्ने म अर्को भिडियोमा प्रस्तुत गर्नेछु।